एकजना केटा थियो, ऊ धनी बन्न चाहन्थ्यो। उसले आफ्नो गुरुजीलाई भेटेर चाँडै धनी बन्ने कुनै उपाय बताउन आग्रह गर्यो। गुरुजीले उसलाई एउटा यस्तो ठाउँमा लगे, धेरै साना साना ढुङ्गाहरू प्रशस्तै थिए। उहाँले भन्नुभयो, यी ढुङ्गाहरूमध्ये एउटा ढुङ्गाले कुनै पनि चिजलाई सुनमा परिणत गर्न सक्छ। त्यो ढुङ्गा अलिकति तातो हुनेछ, अरू सबै चिसो छन्। ढुङ्गा खोज्न जाऊ। केटाले हरेक दिन ढुङ्गा खोज्न जान्थ्यो। उसले पहिले ध्यानपूर्वक एउटा एउटा ढुङ्गा जाँच गर्थ्यो र चिसो ढुङ्गालाई समुद्रमा फ्याँकिदिन्थ्यो। महिनौं बित्दै जाँदा उसको गति तीव्र भयो, तर उसले ढुङ्गालाई ध्यानपूर्वक जाँच गर्न छोडिसकेको थियो। एक दिन उसले एउटा तातो ढुङ्गा भेट्टायो, तर आफ्नो आदतका कारण उसले त्यसलाई पनि समुद्रमा फ्याँकिदियो। उसले आफ्नो जीवन परिवर्तन गर्न सक्ने ढुङ्गा गुमाएकोमा पश्चाताप गर्यो। यो कथाले हामीलाई के सिकाउँछ भने हरेक दिन र अवसरलाई हल्कामा लिनु हुँदैन। कहिलेकाहीँ हामीले सफलताको अवसरलाई पहिचान गर्न सक्दैनौँ र गुमाउँछौँ। निरन्तर काम गर्दा पनि हामीले हरेक प्रयासलाई पूर्ण ध्यान दिनुपर्छ